समस्याको भाषा बोल्छौँ, अशान्तिको भाषा बोल्छौँ। तर परमेश्वरले आजको दिन भन्दै हुनुहुन्छ, मेरो वचनभित्र चाहिँ जब तैँले मेरो सल्लाहलाई भेटाउँछस्, त्यो सल्लाह चाहिँ नि तेरो बारेमा मैले भनेको कुरा हो, भनाइ मेरो हो। तर तेरो मुखमा हालेर जब तैँले तेरो भनाइको रूपमा जब बोल्न सुरु गर्छस्, तैँले मेरो भाषा बोल्न सुरु गर्छस्। सबैभन्दा पहिलो परमेश्वरले यहोशूको जीवनमा ल्याउनु भएको बदलाव चाहिँ भाषालाई परमेश्वरले चेन्ज गर्दै हुनुहुन्छ। उसलाई एउटा नयाँ भाषा दिँदै हुनुहुन्छ, परमेश्वरको भाषा। अनि परमेश्वरले जब पनि कुनै पनि कुराको अगाडि उभिएर जब बोल्नुहुन्छ, त्यो कुराहरू अस्तित्वमा आउँदछ। अँध्यारोको अगाडि उभिएर परमेश्वरले उज्यालो भन्नुभयो, अनि उज्यालो अस्तित्वमा आएको छ। हुरी बतासको अगाडि उभिएर चाहिँ परमेश्वरले शान्ति भनेर बोल्नु भएको छ, अनि त्यसले शान्ति सृष्टि गरेको छ। कोडको अगाडि चाहिँ उभिएर परमेश्वरले शुद्धता भन्नुभएको छ, अनि त्यसले शुद्धता सृष्टि गरेको छ। परमेश्वरले भन्दै गरेको कुरा चाहिँ के हो भनेदेखि नि, मेरो भनाइभित्र चाहिँ नि सृष्टि गर्ने शक्ति छ। र पनि मेरो भनाइले होइन, त्यो भनाइलाई जब तेरो मुखले जब बोल्नु सुरु गर्छस्, तैँले आफ्नो परिस्थितिलाई बदलाउन सुरु गर्छस्। यिर्मया 1 अध्यायको 9 र 10 पदमा यस सिद्धान्तलाई तपाईँले दोहोरिएको भेटाउनुहुन्छ। तब आफ्नो हात पसारेर परमप्रभुले मेरो मुख छुनुभयो र मलाई भन्नुभयो, अब मैले मेरो वचन तेरो मुखमा हालिदिएको छु। हेर, उखेल्न र भत्काउन, नाश गर्न र भत्ताभुङ्ग पार्न, निर्माण गर्न र रोप्न म आज तँलाई जाति जातिहरू र राज्य राज्यमाथि नियुक्त गर्दैछु। परमेश्वरले यिर्मयालाई भन्दै गरेको कुरा साह्रो मजाको छ। परमेश्वरले यिर्मयाको मुखलाई छुनुभयो अनि भन्नुभयो, मैले मेरो वचन तेरो मुखमा हालिदिएको छु। ध्यान दिनुहोस्, यहाँ के भन्दैछ परमेश्वरले? वचन चाहिँ कसको हो? परमेश्वरको। मुख चाहिँ कसको हो? मेरो। छेउको साथीलाई भन्नुहोस् न, वचन परमेश्वरको, मुख तपाईँको भन्नुहोस् न। परमेश्वरको वचनभित्र चाहिँ नि शक्ति छ है त। शक्ति चाहिँ के गर्ने शक्ति छ? उखेल्नु पर्ने हो, उखेलिन्छ। भत्काउनु पर्ने कुरा हो, मेरो वचनभित्र भत्काउने शक्ति छ। नाश हुनुपर्ने कुरा हो, तैँले सकेको छैनस्, तर नाश पार्ने शक्ति पनि मेरो वचनभित्र छ। वचन मेरो हो, वचन शक्तिशाली छ, अनि यसले अचम्मको शक्ति गर्भधारण गरेर बोकेको छ। तर आजको दिन मेरो वचनले चाहिँ एउटा मुख खोज्दैछ। आजको दिन मेरो वचनले चाहिँ एउटा यस्तो खालको मुख खोज्दैछ जसले चाहिँ नि मेरो वचनलाई लिएर आफ्नो भाषाको रूपमा बोल्न सुरु गर्दछ। साह्रो मजाको छ है त। मैले मेरो वचन, परमेश्वरको वचन हो, तेरो मुखमा हालिदिएको छु। परमेश्वरको वचन जबसम्म बाइबलभित्र बस्छ, शक्ति त छ, तर यसले परिवर्तन ल्याउँदैन। जबसम्म तपाईँले नि परमेश्वरको वचनलाई चाहिँ नि तपाईँको भाषा बनाएर बोल्न सुरु गर्नुहुन्न। आजको दिन हाम्रो चर्चको भाषा परिवर्तन हुन जरुरी छ। आजको दिन तपाईँको घरभित्रको भाषा परिवर्तन हुन जरुरी छ। आजको दिन तपाईँको व्यक्तिगत जीवनमा नि भाषा परिवर्तन हुन जरुरी छ। परमेश्वरको भाषा, परमेश्वरको ल्याङ्ग्वेज, उहाँको वचनलाई चाहिँ तपाईँले मुखमा हालेर बोल्न चाहिँ सुरु गर्नुहोस्। बदलाव चाहिँ त्यहाँबाट सुरु हुन्छ। तपाईँले के बोल्दै हुनुहुन्छ आजको दिन? साह्रो शक्तिशाली कुरा हो। परमेश्वरले यहोशूलाई दिएको दोस्रो सिद्धान्त पनि छ, यहोशू 1:8 तर तैँले त्यसमाथि दिनरात ध्यान गर्नु। सबले ध्यान गर्नु भन्नुहोस् न। ध्यान गर्नु भनेको चाहिँ के हो भन्नुहोस् त? सोच्नु भनेको। सबले सोच्नु भन्नुहोस् न। जुन वचन तैँले मेरो व्यवस्थाभित्र जुन प्रतिज्ञा तैँले भेटाउन सुरु गरिस्, 1 नम्बर बोल्न सुरु गर, अनि 2 नम्बर त्यो बारेमा सोच्नु सुरु गर। मेडिटेसनलाई चाहिँ सिम्पल भाषामा भन्नु हो भने सोच्नु हो। तर सोच्नुको बारेमा चाहिँ अचम्मको सत्यता चाहिँ के हो भनेदेखि नि, हामी जे पनि सोच्छौँ नि मनमा नक्साको रूपमा देख्न सुरु गर्छौँ, इमेजको रूपमा देख्न सुरु गर्छौँ। अस्ति म यात्राबाट फर्किँदै थिएँ, अनि आधा रातमा म एयरपोर्टमा आइपुगेर राति डिनर पनि खानु मिलेन कतिवटा परिस्थितिले गर्दा।
अनि बिहान फ्लाइटको टाइम भइहाल्यो, ब्रेकफास्ट पनि भएको छैन। म बागडोग्रा आइपुगेँ। गौरव र विवेक भाइहरू, फुसो बहिनीहरू लिनु आउनु भएको रहेछ। गाडीमा चढे, ब्रेकफास्ट खाने इच्छा, त्यो भोक लागिराखेको छ। तर फेरि एउटा अर्को अपोइन्टमेन्टमा कुद्नु पर्यो सिलगढी। कुदेर त्यहाँ जाँदा त्यो अपोइन्टमेन्ट सक्दा ओर्दा 1 बजिसक्यो। मैले गौरवलाई भने, गौरव मलाई भोक लाग्यो, कतै गएर के खाउँ न। गौरवले के भने, पास्टर भाइ एकछिन होल्ड गर्नुहोस्, म तपाईँलाई एउटा यस्तो खालको ठाउँमा लान्छु, तर अलिक पर्खिनुपर्छ। अनि त्यहाँ चाहिँ मिठो पक करी पाउँछ अरे क्या। सायद कतिले चाहिँ कानमा यसो औँला हाल्नुपर्छ होला है त। तर जसले पनि पक खानु हुँदैन सोच्नुहुन्छ तपाईँको लागि होइन है ल। यति मिठो सुँगुरको मासु पाउँछ, तपाईँले एकछिन भोकलाई खप्नु भने म तपाईँलाई त्यहाँ लान्छु। जसै गौरवले त्यो भने नि, मेरो कानले के सुन्दैछ? सुँगुरको मासुको झोल सुन्छ। आँखामा के आउँदैछ भन्नुहोस् त? डबाको भरि त्यो मजाको पाकेको त्यो क्या सुँगुरको मासुको करी आउँदैछ क्या है। छेउको साथीहरूलाई आँखा बन्द, कान बन्द गर्नुहोस् है भन्नुहोस् न। कतिलाई लाग्छ कि सुँगुरको मासुले नर्क लान्छ भन्ने लाग्छ भने यो नसुन्दा हुन्छ तपाईँहरूलाई। तर गौरवले जस्तै त्यो भन्दैछ, कानले चाहिँ के सुन्दैछ? म तपाईँलाई यस्तो मिठो पक पाउने ठाउँमा लान्छु। मेरो आँखाले चाहिँ के त डब्बाको भरि त्यो झोल सरीको मासु देख्दैछ है त। मन थामे काँचे हो। 3 बजी आइपुग्यो। कति 3 बजेको थियो, अलिक टाइम अझ त्यस्तै 3 साढे 3 भएको छ। स्वाटै पस्यौँ। त्यो मान्छेले फेरि के भन्यो, म तपाईँलाई दामी खुवाउँछु कि, तर अलिक टाइम लाग्छ झन्डै अरे। 3 बजी पुगेको, हिजो राति डिनर गरेको छैन, ब्रेकफास्ट गरेको छैन, त्यो मान्छेलाई चाहिँ टाइम लाग्छ पनि भन्दैछ। र पनि मन थामेर मेरो मनमा त्यो नक्सा खेलिराखेको छ। भरे त आयो, विवेक भाइहरू पनि आइपुग्नु भयो, खानु बस्यौँ, तर रिग्रेट भएन। मलाई लाग्छ कहाँ राम्रो खाना पाउँछ भनेर सोध्नुहुन्छ, गौरवलाई लाँदा हुने रहेछ होइन। उहाँले सबै खाने ठाउँहरू चिन्नुहुन्छ, यस्तो मजाको ठाउँहरू। तर मजाले खायौँ, फर्केर आयौँ। तर तपाईँलाई भन्नु खोजेको कुरा चाहिँ के हो भनेदेखि नि, जसै उहाँले म तपाईँलाई यस्तो मजाको ठाउँमा लान्छु जहाँ झोल सरीको सुँगुरको मासु पाउँछ भन्दा, शब्द सुन्दैछु, मनले सोच्दैछ, तर भित्र चाहिँ के देख्दैछु? एउटा नक्सा देख्दैछु। तपाईँले जहिले पनि विचारलाई चाहिँ मनभित्र के को रूपमा देख्नुहुन्छ? नक्साको रूपमा देख्नुहुन्छ। परमेश्वरले यहोशुलाई के भन्दैछ भनेदेखि नि, व्यवस्थाको यो पुस्तक जब तैँले पढ्छस्, मेरो प्रतिज्ञालाई तैँले जब पढ्न सुरु गर्छस्, तेरो मनले तैँले यति साह्रो सोच्नु सुरु गर कि तैँले त्यसभित्र चाहिँ आफ्नो नयाँ नक्सा देख्न सुरु गर्छस्। त्यति बेला तेरो नक्सा चाहिँ तैँले अर्कै नक्सा देख्न सुरु गर्छस्। तेरो शरीर रोगले खाएको छ होला, तेरो मेरो प्रतिज्ञाभित्र चाहिँ उहाँले खाएको कोराको चोटमा तेरो रोगहरू निको भएको छ भन्दै गरेर शरीरमा आइया नै छ। तर तैँले त्यो वचनलाई मेडिटेट गर्न चाहिँ सुरु गरिस् भनेदेखि तैँले आफूलाई जाति भएको देख्न सुरु गर्छस्। मनमा चाहिँ तेरो समस्या ठुलो छ, मुख गरेर बसिराखेको छ र तँभित्र जित्न सक्ने क्षमता छैन। तेरो मेरो वचनभित्र चाहिँ तैँले जब मेडिटेट गर्छस् नि, तेरो विरुद्धमा बनाएको कुनै पनि हतियार सफल हुने छैन। तँलाई दोष लाउनका लागि बोल्ने जिब्रो तैँले चुप बनाउँछस् भन्दै गर्दा नि मान्छेले तँलाई बाहिर मिचेर ल्याउँदैछ आँखा खोलेर हेर्दाखेरि। तर मनभित्र तैँले हेर्दाखेरि नि आफ्नो एउटा नयाँ नक्सा निर्माण गर्न सुरु गर्छ। जित्ने मान्छेको नक्सा, विजयी मान्छेको नक्सा, समस्यादेखि बाहिर आएको मान्छेको नक्सा। परमेश्वरले पहिलो त तपाईँको भाषा बदलाउनुहुन्छ, अनि दोस्रो चाहिँ परमेश्वर तपाईँको भित्रको नयाँ नक्सा निर्माण गर्न सुरु गर्नुहुन्छ। उहाँले तपाईँको आफ्नो बारेमा तपाईँको नक्सालाई परमेश्वरले बदलाउन चाहनुहुन्छ। हामी धेरैजनाको नक्सा चाहिँ आफ्नो मनमा चाहिँ हारेको नक्सा छ, फेल भएको नक्सा छ, नसकेको नक्सा छ, उँभो लाग्नु नसकेको नक्सा छ। अनि यो नक्सा चाहिँ किन चाहिँ आयो भन्दाखेरि नि, हामीले बाहिर सुनेको आवाज, बाहिर देखेको दृश्यले यति धेरै हाम्रो मनमा चाहिँ हाम्रो विचारलाई प्रभावित गरेको छ। हामी जहिले पनि आफूलाई के देख्छौँ भन्नुहोस् त? फेल भएको मान्छे। हामी जहिले पनि आफूलाई के देख्छौँ? नसकेको। यदि आजको दिन मैले तपाईँलाई सोधेँ अरे तपाईँले आफ्नो भविष्य कस्तो देख्नुहुन्छ भन्दा नि,
मलाई लाग्छ धेरै जसो मान्छेले आफ्नो भविष्य के देख्दैन, राम्रो देख्दैन। तपाईँले एउटा पिक्चर त देख्नु हुँदैछ, तर त्यो पिक्चर के छैन हजुर, मजाको छैन। अघि प्रेम भाइले गवाई दिँदै गर्दा के भन्नुभयो, धनी धनी मान्छेको त थुप्रो भेट्नु आउँछ, हामी जस्तो गरिबलाई को भेट्नु आउला। त्यो के एउटा के भन्नुहोस् त, नक्सा हो। तपाईँले आफैलाई गरिब देख्ने, अनि त्यो चाहिँ उहाँको मात्र होइन, धेरैचोटि म त्यससित स्ट्रगल गर्छु। तपाईँहरूले आफूभित्र त्यो नक्सासित स्ट्रगल गर्नुहुन्छ, किनकि शत्रुले तपाईँको मनमा एउटा नक्सा हाल्न चाहन्छ, जुन नक्सा चाहिँ परमेश्वरबाट आएको नक्सा होइन। तर परमेश्वरले यहोशूलाई एउटा नयाँ नक्सा दिने कोसिस गर्दै हुनुहुन्छ। व्यवस्थाको यो पुस्तक माथि तैँले के गर्नु, दिनरात ध्यान गर्नु, सोच्नु। जति तैँले सोच्छस् नि, तैँले एउटा नयाँ नक्सा देख्न सुरु गर्छस्, अचम्मको नक्सा। जुन नक्सा चाहिँ आँखा यसो खोलेर हेर्दाखेरि बाहिर घट्दै गरेको घटनासित मिल्दैन, तर मनभित्र चाहिँ तपाईँले देख्नुहुन्छ। छेउको साथीलाई भन्नुहोस्, तपाईँले देख्न जरुरी छ। के चाहिँ देख्दै हुनुहुन्छ आफूभित्र? तपाईँले भाषादेखि परमेश्वरले गहिरोमा लगेको छ, नक्सामा लगेको छ। तपाईँले यिर्मियाको 29 अध्यायको प्रसिद्ध खण्डलाई पढौँ। 10 देखि लिएर 14 पदमा यसरी भनेको छ, परमप्रभु यसो भन्नुहुन्छ, बेबिलोनको निम्ति 70 वर्ष पुरा भएपछि म तिमीहरू कहाँ आउनेछु र तिमीहरूलाई यस ठाउँमा फर्काएर ल्याउनेछु भनी मेरो कृपालु प्रतिज्ञा म पुरा गर्नेछु। किनभने जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु ती म जान्दछु, परमप्रभु भन्नुहुन्छ। ती तिमीहरूको उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई। 14 पद, तिमीले मलाई भेटाउने छौ, परमप्रभु भन्नुहुन्छ, र कैदबाट म तिमीहरूलाई फर्काइ ल्याउने छु। मैले तिमीहरूलाई निर्वासन गरेर पठाएको सबै जाति जातिहरू र ठाउँहरूदेखि म तिमीहरूलाई जम्मा गर्नेछु, परमप्रभु भन्नुहुन्छ। र जुन ठाउँदेखि मैले तिमीहरूलाई निर्वासन गरेर पठाएको थिएँ त्यही ठाउँमा म तिमीहरूलाई फेरि फर्काइ ल्याउनेछु। तपाईँले यसो ध्यान दिनुभयो भनेदेखि नि 3वटा कुराहरू तपाईँले यहाँनिर भेटाउनुहुन्छ। पहिलो चाहिँ तपाईँले 10 पदमा चाहिँ म मेरो कृपालु प्रतिज्ञा पुरा गर्नेछु। वचन भन्नुहोस् सबैले, परमेश्वरले वचनको कुरा गर्दैछ, मेरो प्रतिज्ञा, मेरो प्रतिज्ञा, मेरो प्रतिज्ञा, मेरो प्रतिज्ञा। परमेश्वरले यहोशूलाई प्रतिज्ञा दिँदै हुनुहुन्छ। सबैले प्रतिज्ञा भन्नुहोस् न। परमेश्वरले माफ गर्नु, परमेश्वरले यिर्मियालाई उहाँको प्रतिज्ञा दिनुहुँदैछ। परमेश्वरले यहोशूलाई उहाँको के दिनुहुँदैछ, व्यवस्थाको पुस्तक दिनुहुँदैछ। मूसालाई परमेश्वरले के भन्नुहुँदैछ भनेदेखि नि, वचन तँदेखि टाढो छैन, तेरो नजिकै छ, तेरो हृदयमा। परमेश्वरले यहोशूलाई उहाँको मूसालाई वचन दिनुहुँदैछ। त सबै कुरा चाहिँ वचनबाट सुरु हुँदछ, प्रतिज्ञाबाट सुरु हुँदछ। तर 11 पदमा आउँदाखेरि परमेश्वर के भनेको छ, 11 पदमा हेर्नुहोस् त, किनभने जुन योजनाहरू मैले तिमीहरूको निम्ति बनाएको छु ती म जान्दछु। नेपाली भाषामा योजना भन्छ, एनआइबीमा पनि योजनै छ, तर वास्तवमा नि मूल भाषामा योजना छैन। यहाँनिर विचार भन्ने शब्द छ। आई नो द थट्स द्याट आई थिङ्क टुवर्ड यु। सबैले विचार भन्नुहोस् न। परमेश्वरले यिर्मियालाई के भन्दै हुनुहुन्छ, जुन प्रतिज्ञा, जुन वचन मैले तिमीहरूलाई दिएको छु, त्यो प्रतिज्ञाको वचनभित्र चाहिँ मेरो विचारहरू छ। साह्रो मजाको छ है त, विचारहरू छ। तिमीहरूलाई मैले दिएको प्रतिज्ञाभित्र चाहिँ मेरो विचारहरू छ, तिमीहरूलाई भविष्य दिने विचार, तिमीहरूलाई आशा दिने विचार। त्यहाँदेखि 14 पदमा जाँदाखेरि चाहिँ तपाईँले के देख्नुहुन्छ, नक्सा देख्नुहुन्छ। नक्सा चाहिँ के छ भनेदेखि नि, परमेश्वर के भन्दैछ, तिमीहरूको आँखा खोलेर हेर्दाखेरि त कैदमा छौ, तर म मेरो विचारभित्र चाहिँ के देख्दैछु, तिमीहरू यो ठाउँमा फर्केर आउँदै गरेको देख्दैछु। तिमीहरूको कैदको अन्त भएको देख्दैछु। म आँखा खोलेर हेर्दाखेरि परमेश्वरप्रति विद्रोहको हृदय लिएर उभिएको इजरायल देख्छु, तर मेरो विचारहरूको नक्साभित्र चाहिँ नि मलाई खोज्ने जाति निर्माण हुँदै गरेको देख्दछु। याद राख्नुहोस्, परमेश्वरको वचनभित्र चाहिँ परमेश्वरको विचार छ, अनि परमेश्वरको विचारले चाहिँ जहिले पनि नक्सा बोकेको हुँदछ।
जो पनि तपाईँले परमेश्वरको वचनलाई लिएर मुखमा हालेर तपाईँको भाषा बनाएर बोल्नुहुन्छ, अनि त्यस वचनलाई जब तपाईँले मेडिटेट गर्न सुरु गर्नुहुन्छ, अचानक तपाईँले नि परमेश्वरको विचारभित्र भएको नक्सालाई तपाईँले पनि देख्न सुरु गर्नुहुन्छ। त्यति बेला तपाईँको बारेमा परमेश्वरले जे देख्नु हुँदैछ तपाईँले पनि त्यही कुरा देख्न सुरु गर्नुहुन्छ। तपाईँको घरको बारेमा परमेश्वरले हेर्दाखेरि जे देख्दै हुनुहुन्छ तपाईँले त्यही कुरा देख्नुहुन्छ। तपाईँको हेल्थको बारेमा परमेश्वरले जे देख्दै हुनुहुन्छ उहाँको विचारभित्र त्यही कुरा तपाईँले पनि देख्नुहुन्छ। मण्डलीको बारेमा परमेश्वरले जे देख्दै हुनुहुन्छ तपाईँले पनि त्यही कुरा देख्न सुरु गर्नुहुन्छ। आँखा यसो खोल्दा चाहिँ फेरि मिलेको छैन। मलाई सोध्नुहोस् न, किन भन्नुहोस् न? किनभने परमेश्वरको विचारहरू जहिले पनि फ्युचरमा छ। तपाईँले आँखा खोलेर हेर्दाखेरि देखेको चाहिँ के हो? तपाईँको वर्तमान हो। तर परमेश्वर चाहिँ भन्दै हुनुहुन्छ, मेरो वचनलाई तैँले नि मनमा हालेर विचार गर्न सुरु गर्दा तैँले तेरो भविष्यलाई देख्न सुरु गर्छस्। अनि तपाईँलाई थाहा छ परमेश्वरको अगाडि चाहिँ नि टाइम भन्ने छैन। परमेश्वरको अगाडि पास्ट पनि छैन, परमेश्वरको अगाडि प्रेजेन्ट पनि छैन, परमेश्वरको अगाडि फ्युचर पनि छैन। परमेश्वर चाहिँ टाइमभन्दा बाहिर हुनुहुन्छ। यसो त परमेश्वर आज संसारको भाषामा भन्नु हो भनेदेखि नि जुन कुरा चाहिँ तपाईँको फ्युचरमा छ नि, परमेश्वरको भाषामा भन्नुहुन्छ उहाँले तपाईँलाई अहिले देख्दै हुनुहुन्छ। उहाँले तपाईँले के, म त तँलाई जाति भएको देख्दैछु, म त तँलाई पुनर्स्थापना भएको देख्दैछु, तेरो समस्या समाधान भएको देख्दैछु, मण्डली वृद्धि भएको देख्दैछु, परमेश्वरको योजना पुरा भएको देख्दैछु, इजरायल फर्किआएको देख्दैछु, इजरायलको कोही टुटेको देख्दैछु। परमेश्वरको नक्सा हो। मेडिटेसनको महत्त्व चाहिँ के हो तपाईँलाई थाहा छ? परमेश्वरको वचनको सहारामा नि तपाईँले मनभित्र आफ्नो लागि एउटा नयाँ नक्सा निर्माण गर्नु। तपाईँ आज कुन खालको नक्सा बोकेर हिँड्दै हुनुहुन्छ? यो चाहिँ एउटा ठुलो प्रश्न हो। तपाईँले आफूलाई के चाहिँ देख्दै हुनुहुन्छ? तपाईँले आफूलाई फेल भएको मान्छे देख्दै हुनुहुन्छ भनेदेखि नि त्यो विचार उत्पन्न गर्ने चाहिँ कुनै कुराहरू छ तपाईँको जीवनमा। तपाईँले यदि आफैलाई नसक्ने र उँभो नलागेको मान्छेको रूपमा तपाईँले देख्दै हुनुहुन्छ भनेदेखि त्यो कहाँबाट आयो? तपाईँले त्यसको सोर्सलाई केलाउन जरुरी छ। परमेश्वरलाई थाहा छ तपाईँको भित्रको नक्सा चाहिँ बदल्यो भनेदेखि नि तपाईँले पत्याउन सुरु गर्नुहुन्छ। छेउको साथीलाई भन्नुहोस् न, तपाईँको नक्सा बदलिन जरुरी छ। तपाईँको भित्रको नक्सा चाहिँ के चाहिँ छ आजको दिन? परमेश्वर तपाईँको परिस्थिति त बादमा बदलाउनुहुन्छ। पहिला तपाईँको भाषा बदलाउनुहुन्छ, अनि दोस्रो चाहिँ परमेश्वर तपाईँको के बदलाउनुहुन्छ? नक्सा बदलाउनुहुन्छ। तैँले यसमाथि दिनरात ध्यान गर्नु। कहिले ध्यान गर्नु अरे? दिउँसो पनि राति पनि, दिउँसो पनि राति पनि, दिउँसो पनि राति पनि। हिँड्दाखेरि पनि नि आँखा यसो खोलेर हेर्दा हुँदैन हुँदैन मिल्दैन। तपाईँले भित्र सोच्नु थालिहाल्नु पनि नयाँ नक्सा हुँदै गरेको, उँभो लाग्दै गरेको, ब्रेक थ्रु आउँदै गरेको, समाधान हुँदै गरेको। राति जब सुत्न जानुहुन्छ तपाईँलाई थाहा छ सब समस्या सबभन्दा बेसी उफ्रेर कराउने चाहिँ राति हो। दिउँसो चाहिँ मनमा टेन्सनै छ भने नि साथी भेट्छ, हेलो भन्नु कर लाग्छ, बजारमा मान्छे भेट्छ, काममा जानुपर्छ, झ्याउ झ्याउ हल्ला हुन्छ, त्यसले अलिकति भए पनि त्यो भित्र तपाईँको टेन्सनको आवाजलाई दबाइदिएको हुन्छ। तर राति जब 10 बजी 11 बजी राति ओछ्यानमा टक्क ढल्किनुहुन्छ, गान्तोक सुनसान हुन्छ, तपाईँको घरको सबैजना सुत्छ, यति बेसी सुनसान हुन्छ घडीको आवाज पनि सुन्छ, कडक 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 कडक। तपाईँले त्यस्तो भएको छ कहिले? हजुर, कतिको घडीबाट छक्लक 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 आवाज आउँछ, सुनसान हुन्छ नि। त्यति बेला चाहिँ त्यो दिउँसो कराउँदै गरेको तर चर्को नसुनेको आवाजहरू तपाईँको मनभित्र राति खेल्न सुरु गर्छ। अनि जति तपाईँको भित्र नि त्यो आवाज टेन्सन खेल्नु सुरु गर्छ नि, तपाईँको मनले के देख्नु सुरु गर्छ? हजुर, तपाईँको बिमार जाति नभएर तपाईँको फ्युनरल हुँदै गरेको। मलाई पनि बिमार हुँदाखेरि एकपल्ट त्यस्तो भएको, म मर्दै गरेको, मेरो फ्युनरल मान्छे आउँदै गरेको, अनि
थुप्रो हामीलाई माया गर्ने मान्छेले नि मेरो फ्युनलमा उभिएर पास्टर बाबु कस्तो राम्रो मान्छे त्यो भन्दै गरेको यसो सोचेँ म जुन घरमा बसेको छु त्यहाँ गाडी कहाँ पार्क गर्छ होला त्यो सोच्दैछु एल्डरहरूले के मिलाउँदै गरेको भनेर पार्किङ मिलाउँदै गरेको तिरपल टाँगेको त पत्याउनु हुनु होला मेरो मनमा नि साँच्चै नै त्यो विचार राति नि जति आँखा बन्द गर्छु भित्र मलाई सास फेर्नु साह्रो पर्दैछ बिमारले अनि मनमा चाहिँ के नक्सा खेल्दैछ म मरिसकेको पास्नेमा रुँदै गरेको मेरो नानी यता बसेर रुँदै गरेको परमेश्वरले झसङ्ग पार्नुभयो मलाई राति अन्य भन्नुभयो तैँले जे देख्दैछस् त्यो मबाट आएको होइन तँलाई थाहा छ म चाहिँ तँलाई हेर्दाखेरि के देख्दैछु अनि परमेश्वरले मलाई यसै 58 अध्याय दिनुभयो भोलिको बिहानले चाहिँ तेरो लागि आरोग्यता लिएर आउनेछ तेरो धार्मिकता तेरो अघि जानेछ र परमेश्वरको महिमा चाहिँ तेरो पछिल्तिर रक्षा हुनेछ झसङ्ग हुँदाखेरि नि भोलि बिहान त म के भएको देख्न सुरु गरेँ फेरि जाति भएको देख्न सुरु गरेँ हेर्नुहोस् है त किनभने परमेश्वरले उहाँको वचन मलाई दिँदै गर्दाखेरि चाहिँ परमेश्वरले त्यो प्रतिज्ञाभित्र चाहिँ उहाँको विचार मलाई दिँदै हुनुहुन्छ अनि परमेश्वरको विचारभित्र चाहिँ नि परमेश्वरले मलाई हेर्दा जे देख्दै हुनुहुन्छ परमेश्वरले जसै मलाई त्यो कुरा देखाउन सुरु गर्नुभयो मैले फैसला गरेर राति प्रभु म तपाईँको वचनलाई मेडिटेट गर्छु अनि मैले जति परमेश्वरको वचनलाई मेडिटेट गरेँ नि मेरो भित्र नयाँ नक्सा पलाउन सुरु भयो जाति हुँदै गरेको नक्सा आमेन भन्नुहोस् न जाति हुँदै गरेको ओछ्यानबाट निस्किँदै गरेको म नर्मल मान्छे हुँदै गरेको अनि तपाईँलाई बाँकी कथा थाहा छ एक बिहानमा झसङ्ग 7 बजे जाग्दा छ नि छ्याङ उज्यालो भएको थियो लुइङको डाँडामा घाम परेको त्यो दिन मैले देखेँ त्यो दिन पहिलोचोटि घाम आएको होइन तर त्यत्रो दिनसम्म चाहिँ त्यो दुखाइमा नि मलाई त्यो देख्ने के थिएन भन्नुहोस् त ध्यान नै थिएन तर त्यो बिहान मैले अचानक लुइङको डाँडामा घाम लागेको चाहिँ किन देखेँ भनेदेखि नि राति के भएछ निको भएछ परमेश्वरले नि जहिले पनि तपाईँको भित्रको इनर इमेजद्वारा चाहिँ तपाईँको फ्युचर देखाउनुहुन्छ अनि उहाँले तपाईँलाई के भन्नुहुन्छ तैँले यो नक्सालाई चाहिँ समात्ने आँट गर्छस् भने तैँले यो फ्युचरलाई चाहिँ तानेर तेरो प्रेजेन्टमा ल्याउँछस् अनि तेरो वर्तमान चाहिँ बदलिनु सुरु हुन्छ व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस् अनि तैँले यसमाथि दिनरात ध्यान गर्नु हाम्रो मण्डली जब सानो थियो हाम्रो मण्डलीको सबैजना बसेर अगुवाहरू बसेर झ्याल खोलेर चाहिँ हामी के भन्थ्यौँ हामी यसो गरेर होल नाइट प्रेयरमा के भन्थ्यौँ हामी आँखा उचालेर हेर्दैछौँ मान्छेहरू जम्मा भएर हामीतर्फ आउँदैछ धन्न त्यति बेला चर्च लाग्ने ठाउँ चाहिँ सुनसानमा थियो अहिले जस्तो बजारको बिचमा भएको चाहिँ ढुङ्गा आएको हेर्नुहोस् है न आधा रातमा 1 बजी राति यसरी कराउँदै गरेको हामी आँखा उचालेर चारैतिर हेर्दैछौँ पग्लै हो हामी अनि हाम्रो मण्डलीको विश्वासीहरू नि पग्लै हो हाम्रो अगुवाहरू पनि जोना सरहरू अरू कोकहरू सबले मानेकै हो यसो गरेर हेर्नु नि झ्याल राति अँध्यारोमा देख्नु चाहिँ केही देख्दै यसो गरेर नि हामी आँखा उचालेर चारैतिर मान्छेहरू के हुँदैछ जम्मा भएर आउँदैछ मण्डलीको आकार कत्रो थियो भन्नुहोस् त सानो थियो तर हामीले के देख्ने कोसिस गर्दै त तपाईँलाई थाहा छ परमेश्वरले हाम्रो मण्डली हेर्दाखेरि जे देख्दै हुनु त्यो देख्ने कोसिस गर्दै थियो शैतानले भन्छ आँखा खोलेर हेर्दा तेरो मण्डलीको आकार कत्रो छ तिमीहरूको हामीले भन्थ्यौँ होइन परमेश्वरले हेर्दाखेरि यत्रो देखेको छैन परमेश्वरले जे देख्दैछ त्यो फ्युचरमा छ तर हामी त्यसलाई विश्वास गर्छौँ भन्दा 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 मण्डली के हुन सुरु भयो भन्नुहोस् त बिस्तारो वृद्धि भएर यहाँसम्म आइपुग्यो परमेश्वरले नि तपाईँको भित्रको इनर इमेजलाई चेन्ज गर्न चाहनुहुन्छ यस्तो खालको इमेज तपाईँको भित्र निर्माण गर्न चाहनुहुन्छ जो चाहिँ उहाँको प्रतिज्ञाले निर्माण भएको हो जो पनि तपाईँको भित्र नि त्यो परमेश्वरको वचनको विरुद्धमा भएको नक्साले तपाईँलाई पिरोल्न खोज्छ तपाईँले वचन टिप्नुहोस् र आफ्नो लागि एउटा नयाँ नक्सा निर्माण गर्न सुरु गर्नुहोस्
तपाईँले देख्नु चाहिँ भयो भने पाउनुहुन्छ। आमेन भन्नुहोस् न। कयौँचोटि चाहिँ मुखले चाहिँ भन्दै गरेको हुन्छ तर मनले चाहिँ फेरि के देख्दै गरेको हुन्छ, अर्कै देखेकै छ। तर यहोशूलाई परमेश्वरले साह्रो मजाले भन्नुभयो, व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस् अनि यसमाथि तैँले दिनरात ध्यान गर्नु। तैँले जब सोच्नु सुरु गर्छस्, देख्नु सुरु गर्छस्, म जे देख्छु तैँले पनि त्यही कुरा देख्न सुरु गर्छस्। त्यसपछि साह्रो मजाको थर्ड प्रिन्सिपल परमेश्वरले यहोशू 1:8 दिनुभएको छ। अनि त्यसमा लेखिएको सबै कुरा होशियारी साथ पालन गर्नु र तेरा सबै मार्गहरूमा तैँले उन्नति गर्नेछस् र सफलता पाउनेछस्। परमेश्वरले दिएको थर्ड प्रिन्सिपल चाहिँ के छ भनेदेखि नि, तैँले जे बोल्दैछस् र जे मेडिटेट गर्दैछस् त्यसमाथि के गर्नु सुरु गर, पाइला उचाल्न सुरु गर। धेरै मान्छेले चाहिँ मेडिटेट गर्छ, बोल्छ, तर जब पाइला उचाल्ने बेला आउँछ नि त्यति बेला चाहिँ स्वाहाटै पछाडि हुँदैन भनेर के गरिहाल्छ, पछाडि हटिहाल्छ। स्टेप उठाउनु र मेडिटेट गर्नुको र बोल्नुको बिचमा चाहिँ के भिन्नता छ भनेदेखि नि, तपाईँले बोल्दै गर्दाखेरि र तपाईँले मनमा मनन गर्दै गर्दा, मेडिटेट गर्दै गर्दाखेरि चाहिँ गर्भधारण गरेका एउटी आमाले गर्भमा एउटा शिशुलाई गर्भधारण गरेको जस्तो हो। गर्भधारण जब गर्छ साँच्चै नै छ त्यहाँभित्र पेटमा। तर यस्तो खालको बेला आउँछ जति बेला नि तपाईँले जुन कुरालाई मेडिटेट गरेर मनमा पत्याउँदै हुनुहुन्छ, परमेश्वरले भन्नुहुन्छ अब यसमा त्यो पाइला उचाल्न सुरु गर। अनि त्यो पाइला उचाल्नु चाहिँ के हो भन्नुहोस् त, तपाईँको गर्भमा तपाईँले बोकेको शिशुलाई चाहिँ नि एउटी आमाले बाहिर जन्माउनको लागि ठेलेको जस्तै तपाईँले नि स्टेप उठाउँदै गर्दा चाहिँ त्यसलाई जन्मने ठाउँ बनाइदिनुहुन्छ। धेरै मान्छेले चाहिँ जन्माउने कुरामा चाहिँ जहिले पनि डराउँछ। मेडिटेसनसम्म ठिकै छ, बोल्नुसम्म ठिकै छ, अब पाइला उचाल भन्दाखेरि चाहिँ अब हुँदैन होला भन्नेमा पुगिहाल्छ। तर कल्पना गर्नुहोस् त, एउटी आमाको गर्भमा जब नानीको जन्मने बेला हुन्छ, परमेश्वरले यस्तो खालको नेचुरल प्रोसेस बनाइदिएको छ, त्यो नानीले आफैले के गर्छ, आफैलाई बाहिर ठेल्न सुरु गरिहाल्छ। आमाको शरीरमा के हुन्छ, कन्ट्र्याक्सन सुरु हुन्छ है त त्यति बेला। अनि त्यो आमाले जन्माउँछु पनि भन्नु पर्दैन, शरीरका मसलहरूले आफै रेस्पोन्ड गर्नु सुरु गर्दछ, नानीले आफैलाई बाहिर ठेल्न सुरु गर्दछ अनि जन्मन्छ। तर कतिवटा अननेचुरल मेडिकल केसेसहरूमा के हुन्छ भनेदेखि नि, आमाको शरीरले जन्माउने कुरालाई रेस्पोन्ड गर्दैन, या नानी चाहिँ सर्नु मानेन भने के हुन्छ भन्नुहोस् त, आमा पनि मर्छ, नानी पनि मर्छ। यदि त्यसलाई सी सेक्सन गरेर बाहिर चाहिँ निकालिएन भनेदेखि। धेरै मान्छेले गर्भधारण त गर्यो, तर जन्माउने बेला आउँदा चाहिँ स्टेप उठाउनु, पाइला उचाल्नु, तैँले जुन कुरा मबाट देखेको छ त गर्नु सुरु गर भनेर जब परमेश्वर बोल्न लाग्छ नि, त्यो ठाउँमा आइपुग्दा चाहिँ कतिको हृदय चाहिँ गलेर जान्छ। त्यति बेला चाहिँ तपाईँ आफ्नो आचार्य कर्मको मुखमा पुगेर पनि वापस फर्किनुहुन्छ। तपाईँलाई जिन्दगीमा त्यो दिनहरू याद आउँछ जति बेला नि तपाईँलाई परमेश्वर बोलेको थियो पाइला उचाल्नका लागि, कनानको मुखमा पुगेको इजरायलीसँग बोलेको जस्तै। तर उनीहरूले आँट नगर्दाखेरि इजरायलको डेस्टिनी चाहिँ 40 वर्ष पछाडि गएको छ। मलाई लाग्छ आज तपाईँहरू कतिजना नि तपाईँको जन्माउने कनानको चाहिँ मुखमा पुग्नु भएको छ। परमेश्वर तपाईँलाई कतिवटा आँटको पाइला उचाल भन्दैछ। तपाईँको बिजनेसको बारेमा तपाईँलाई परमेश्वरले फैसला बोल्दै हुनुहुन्छ। तपाईँको व्यक्तिगत जीवनको बारेमा परमेश्वर उठाल्नु पर्ने फैसलाहरूको बारेमा परमेश्वरले बोल्दै हुनुहुन्छ। तपाईँको व्यक्तिगत जीवनको बारेमा परमेश्वरले उचाल्न पर्ने फैसलाहरूको बारेमा बोल्दै हुनुहुन्छ। प्रश्न चाहिँ यो हो, के तपाईँ पाइला उचाल्ने आँट गर्नुहुन्छ? किनकि यो ठाउँमा आइपुग्दाखेरि चाहिँ के हुन्छ भनेदेखि नि, धेरै जसो आशा कर्म चाहिँ मेनिफेस्ट हुन सुरु हुन्छ। मैले तपाईँलाई अगाडि पनि भनेको, रोगीहरूलाई प्रार्थना गर्दै गर्दाखेरि कयौँचोटि मासमा प्रार्थना गरिदिएर छोडिदिनु चाहिँ सजिलो हुन्छ।
तर कोही कोही बेला परमेश्वरले नि लु को जाति भयो हात उचाल भन्नु लगाउँछ। अनि त्यो चाहिँ एउटा टेस्ट हो। किनकि जोखिम चाहिँ के छ, प्रार्थना गरेको त्यो जाति भएन भनिदिने। अनि त्यो ठाउँ चाहिँ यस्तो खालको बेला हो जति बेला नि सबैले सङ्घर्ष गर्छ। तर मैले मेरो जीवनमा के चाहिँ देखेको छु भनेदेखि रोगीहरूको लागि प्रार्थना गरिसकेर जब तपाईँले गवाई दिने मौका दिनुहुन्छ नि, धेरै रोगी चाहिँ प्रार्थना गर्दै गर्दा जाति हुँदैन, उनीहरूलाई टेस्ट गर्ने मौका दिँदै गर्दाखेरि चाहिँ जाति हुन्छ। किनभने तपाईँले फेथमाथि के उचाल्दै हुनुहुन्छ, पाइला उचाल्दै हुनुहुन्छ। परमेश्वरले आजको दिन तपाईँलाई मिनिस्ट्रीको बारेमा डिसिजनहरूकोमा पुर्याउनु भएको छ। तपाईँले फैसला लिनै पर्छ भन्ने भित्र भइराखेको छ। तपाईँको जीवनको बारेमा, परिस्थितिको बारेमा यहोशुलाई परमेश्वरले के भन्दैछ भनेदेखि यसमा लेखिएको कुरा तैँले होसियारी साथ पालन गर र तैँले तेरो सबै मार्गहरूमा उन्नति गर्नेछस् र सफलता पाउनेछस्। परमेश्वरले बोल्दै गरेको कुरा चाहिँ साह्रो शक्तिशाली छ, तँ फेल हुँदैनस्, सफलता आउँछ तेरो जीवनमा, प्रस्पेरिटी खुल्न सुरु हुन्छ। अनि यो चाहिँ व्यक्तिगत सफलताको बारेमा मात्र होइन, व्यक्तिगत उन्नति र समृद्धिको बारेमा मात्र होइन। वास्तवमा परमेश्वरले यो खण्ड बोल्दै गरेको सम्पूर्ण कन्टेक्स्ट चाहिँ के छ, यहोशुको जीवनमा परमेश्वरको उद्देश्यको बारेमा छ। एक अध्यायमा परमेश्वर यहोशुले के भनेको छ, तैँले यी मान्छेहरूलाई लिएर चाहिँ मैले यिनीहरूको पिता पुर्खालाई दिन्छु भनेर प्रतिज्ञा गरेको देशभित्र तैँले डोराएर लानेछस्। तेरो जीवनमा चाहिँ मेरो उद्देश्य हो। यसर्थ जब तपाईँले नि परमेश्वरको प्रतिज्ञालाई बोल्न सुरु गर्नुहुन्छ, मेडिटेट गर्न सुरु गर्नुहुन्छ, त्यसमाथि पाइला उचाल्न सुरु गर्नुहुन्छ नि, परमेश्वरको उद्देश्य चाहिँ तपाईँको जन पुरा हुन सुरु हुन्छ। परमेश्वरको उद्देश्यमा तपाईँ मौलाउन सुरु गर्नुहुन्छ, परमेश्वरको उद्देश्यमा सफलताभित्र पस्न सुरु गर्नुहुन्छ। तर मजाको कुरा, परमेश्वरको उद्देश्यमा जब तपाईँ मौलाउन सुरु गर्नुहुन्छ नि, तपाईँको व्यक्तिगत जीवनमा तपाईँ मौलाउन सुरु गर्नुहुन्छ। परमेश्वरको उद्देश्यमा जब तपाईँ सफलताभित्र पस्नुहुन्छ, तपाईँ व्यक्तिगत जीवनको नै सफलताभित्र पस्नुहुन्छ। किनकि परमेश्वरले नि उहाँको उद्देश्यको बारेमा ल्याउँदै गरेको समृद्धिभित्र चाहिँ तपाईँको समृद्धि राखिदिनु भएको छ। धेरै मान्छेले चाहिँ नि परमेश्वरको उद्देश्य मौलाउने कुरालाई खोजिराखेको छैन, पर्सनल सक्सेस मात्र खोजिराखेको छ, व्यक्तिगत कुरामा उन्नति गर्न चाहन्छ। तर परमेश्वरले भन्नुहुन्छ मैले व्यक्तिगत उन्नति चाहिँ जहिले पनि मेरो उद्देश्यसित जोडेर राखिदिएको छु। परमेश्वर तपाईँलाई पैसा रुपियाँमा किन समृद्धि दिनुहुन्छ तपाईँलाई थाहा छ? तपाईँलाई धनी बनाउनको लागि होइन, उहाँको उद्देश्यलाई पुरा गर्नको लागि। परमेश्वर तपाईँलाई किन स्वास्थ्य दिन चाहनुहुन्छ तपाईँलाई थाहा छ? त्यसको मतलब चाहिँ नि मजाले लाइफलाई इन्जोय गर्नुको लागि होइन, ताकि तपाईँले पाएका हेल्थद्वारा चाहिँ तपाईँले परमेश्वरको योजनालाई पुरा गर्नु सकोस्। यसो त यहोशुको पर्सनल सक्सेस जहिले पनि उसको जीवनमा परमेश्वर राखिदिएको उद्देश्यसित जोडिएको छ। परमेश्वरले तपाईँलाई नि यहोशुलाई जस्तै उहाँको उद्देश्यको निम्ति निर्माण गर्नुभएको छ। अनि त्यो उद्देश्यमा तपाईँलाई समृद्ध भएको र मौलाएको देख्न चाहनुहुन्छ। म तपाईँलाई लास्ट कुरा गर्छु अनि त्यसपछि अन्त गर्छु। परमेश्वरले यहोशुलाई भन्नुभयो, यहोशु 1:9, तँलाई मेरो आज्ञा छ, बलियो र खुबै साहसी हो, न डरा निराश न हो, किनकि त जहाँ गए पनि परमप्रभु तेरा परमेश्वर तेरो साथमा हुने छ। साह्रो मजाको छ है त। परमप्रभु त जहाँ गए पनि परमप्रभु तेरो परमेश्वर तेरो साथमा हुने छ। यसलाई केसित जोडेर भनेको तपाईँलाई थाहा छ? व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहटोस्। यसमाथि तैँले दिनरात ध्यान गर्नु, यसमा लेखेको कुरा होसियारी साथ पालन गर्नु र तैँले तेरो सबै मार्गमा उन्नति गर्नेछस्, सफलता पाउनेछस्। अनि भन्नुहोस् न, त जहाँ गए पनि परमप्रभु तेरो परमेश्वर तेरो साथमा आउनुहुने छ। यसको मतलब के हो तपाईँलाई थाहा छ? परमेश्वरको प्रेजेन्सले जहिले पनि परमेश्वरको प्रतिज्ञालाई फलो गर्छ। जसले पनि परमेश्वरको प्रतिज्ञा र वचनलाई समात्छ नि, त्यो प्रतिज्ञालाई समात्ने मान्छे जहाँ जान्छ परमेश्वरको उपस्थिति चाहिँ त्यो वचनले गर्दा सँगसँगै नै आउँछ। परमेश्वरको महिमा सँगसँगै आउँछ।
परमेश्वरको उपस्थिति तपाईँ सँगसँगै नै आउँछ। साह्रो मजाको कुरा चाहिँ के छ भने जहाँ गए पनि भन्नुहोस् न, त्यसको मतलब चाहिँ के हो भनेदेखि तैँले सोच्छस् कि यो ठाउँमा मेरो फ्युचर छैन, तर मेरो वचनलाई चाहिँ समातिस् भनेदेखि मेरो उपस्थिति तँ सँगसँगै त्यही ठाउँमै आउनेछ। तँ सरेर अर्को ठाउँमा गइस् भने पनि तैँले मेरो वचनलाई समातेको कारणले गर्दा, मेरो वचनले गर्दाखेरि नै मेरो उपस्थितिले तँलाई पछ्याएर आउने छ। यसलाई चाहिँ म के भन्छु भनेदेखि नि, प्रेजेन्स फलोज प्रमिस। याद राख्नुहोस् है त, प्रतिज्ञाले जहिले पनि प्रेजेन्सले चाहिँ केलाई फलो गर्छ? प्रमिसलाई। जसले परमेश्वरको प्रतिज्ञालाई समात्ने र त्यसमा जिउने आँट गर्छ नि, त्यो मान्छेसित परमेश्वर उपस्थिति सँगसँगै आउँछ। उसले परमेश्वरको उपस्थिति बोकेर हिँड्दछ। योना 14:23 पदले यो कुरालाई कन्फर्म गरेको छ। पढाउन सबैले। यसले त्यसलाई जवाब दिई भन्नुभयो, जसले मलाई प्रेम गर्छ त्यसले मेरो वचन पालन गर्नेछ र मेरो पिताले त्यसलाई प्रेम गर्नुहुनेछ र हामी त्यस कहाँ आउनेछौँ र त्यससँग बास गर्नेछौँ। त्यसले मेरो वचन पालन गर्नेछ। अनि लास्टमा के लेखेको छ? हामी त्यस कहाँ आउनेछौँ र त्यससँग बास गर्नेछौँ। परमेश्वरको प्रेजेन्स बोकेर हिँड्ने मान्छे कुन चाहिँ हो भन्नुहुन्छ भने त्यो व्यक्ति हो जसले परमेश्वरको वचनलाई समातेर हिँडेको छ। जस्तै कुरा किन नहोस्, उहाँको उपस्थितिले तपाईँलाई पछ्याउँदा छ। आउनुहोस् हामी यति बेला प्रार्थनामा जान्छौँ।